डी ग्रेड आएको साथीहरूले नेपाली सेना अधिकृत क्याडरमा फर्म भर्न मिल्छ कि मिल्दैन, अथवा डी प्लस नै चाहिन्छ कि डी भए मात्र पुग्छ, यो बारेमा जानकारी गराउँछु। त्योभन्दा पहिला तपाईँले दुईवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ। ग्रेडिङ निर्देशिका 2078 भन्दा पहिला बनेको डकुमेन्टको हकमा र ग्रेडिङ निर्देशिका 2078 भन्दा पछाडि बनेका डकुमेन्टमा तपाईँले ध्यान दिनुपर्ने कुरा दुईटा हो। त्यसपछि 2078 भन्दा अगाडि बनेको डकुमेन्टको हकमा चाहिँ CGPA 2.0 र GPA 1.6 र D+ भन्दा माथि भए मात्र फर्म भर्ने सिस्टम थियो भने मिल्थ्यो भने अहिले चाहिँ मिल्दैन है। किन मिल्दैन भन्दाखेरि 2078 भन्दा पछाडि बनेका डकुमेन्ट जो को हकमा चाहिँ जो बनेको डकुमेन्ट छ त्यसको हकमा चाहिँ नयाँ सिस्टम लागू भएको थियो। तपाईँहरूलाई पनि थाहा छ, यो तपाईँहरूलाई म केही कुरा भन्छु। 90 भन्दा माथि 4.0 GPA-लाई चाहिँ A+ मान्छ भने 80 भन्दा माथि र 90 भन्दा कम 3.6 GPA-लाई चाहिँ A मानिन्छ भने 70 भन्दा माथि 80 भन्दा कम 3.2 GPA-लाई चाहिँ B+ मानिन्छ। त्यसैगरी 60 भन्दा माथि 70 भन्दा कमलाई चाहिँ 2.8 GPA-लाई चाहिँ B मानिन्छ भने त्यसैगरी 50 भन्दा माथि र 60 भन्दा कम 2.4 GPA-लाई चाहिँ C+ मानिन्छ भने 40 भन्दा माथि र 50 भन्दा कम 2.0 GPA-लाई चाहिँ C मानिन्छ भने त्यसैगरी 30 भन्दा माथि र 40 भन्दा कमलाई चाहिँ 1.6 GPA-लाई चाहिँ D मानिन्छ भने 35 भन्दा कम भएकोलाई चाहिँ NG मानिन्छ है। अब हाम्रो कुरा कहाँनिर आयो भन्दाखेरि D+ भन्ने अप्सन नै छैन। त्यही भएर 1.6 मै हाम्रो D पुगिसक्यो भने हामीले मजाले फर्म भर्न पाउँछौँ। तपाईँहरूको चाहिँ 1.6 मै नै D आइसक्यो भनेपछि D नै आएको छैन, त्यही भएर 1.6 मै D मात्र आएको छ भने तपाईँले फर्म भर्न सक्नुहुनेछ। ढुक्का साथ फर्म भरेर अगाडि बढ्नुहोला भन्दै तपाईँहरू माझबाट छुट्टिन्छु। धन्यवाद।